नमस्कार। म आज एउटा कविता लिएर उपस्थित भएको छु। यो कविता लेखक हुनुहुन्छ शम्भु राई। शम्भु राईको भर्खरै निस्किएको किताब आदर्श पहाड। यो आदर्श पहाड पुस्तक निकै गजबको लाग्यो र यो पुस्तकमा भरिएका कवि जसलाई म नजिकबाट पनि चिन्छु, हामी सँगै छौँ न्युयोर्कमा र विभिन्न ठाउँमा हामी सहयात्रा पनि गरिरहन्छौँ र उनको यो कविता जुन निस्किएको छ आदर्श पहाड बिल्कुलै एउटा अनुभवहरूको सुन्दर सिम्बलहरू हो, अनुभवहरूको एउटा अझ भने एउटा मेटाफोर भनौँ न निस्किएको छ। यसै क्रममा मलाई एउटा कविता पढ्न मन लाग्यो। यो कविताको चाहिँ शीर्षक छ म भित्र। निकै मलाई मनमा छोएर तपाईँको लागि पस्कँदैछु। म त्यो होइन जुन देखिरहेछौ, देखिने सबै त्यो हुन्न म जस्तो। मेरो छातीमा ठेसिएर मेरो धड्कन नाप्न सक्छ होला, तर यो ब्रह्माण्ड लुकाउने महासागरमा किन सकेनौ पौडिन र भन्छौ बुझेको छु तिमीलाई। तिमी डुब्दै निस्कदा मेरै छातीबाट उछिटिएर निस्कने केही थोपा आँसुले बगाउला तिमीलाई। यी त हृदय उजाड भएको बेला प्रकृतिको वर्षा हो, मैले सिँचाइ गराएको। आफै आउँछ हरियाली, चैत मास आउँछ, झार्छ पातहरू, फेर्छ युग वसन्तसँग। पिठो फर्काएर गएको तिम्रो सफर कुन बजार कुन बारमा ठोकिएर घाइते बन्यौ, सकियौ र मुस्काएर फेरि आयो। सकुशल परदेशेर रहरहरू घरबाट निस्कन्छ, फेरि कता कता पुगेर फर्कन्छ आफ्नै घर। आशाहरू पौडिरहन्छ गन्तव्य छोडेर टाढा टाढा। कुनै दिन म्याच सकिएर खङ्ग्रङ्ग झर्छ आफ्नै ठाउँ फर्किएर। अति महँगो हिजोको समय, म त्यो होइन जुन देखिरहेछौ। म हाँसिरहेछु, रोइरहेछु, म बाँचिरहेछु, देखिने त्यो सबै त्यो हुन्न। सायद एउटा मान्छेको भ्रम वा थियो समयको मिठो छल, भित्र सुख दुःखमा बहकिने म मान्छे मात्र होइन। धन्यवाद।